रमाइलो पल त यहाँनिर हेर्नु न, यो अगाडि ठ्याक्क अगाडि क्यामेरा गुम्बा कि कस्तो दामी खालको गुम्बा छ हेर्नु त। यहाँदेखि टक्क उँभो जाने रहेछ, तर हामी यहाँ चाहिँ गएनौँ। अनि त्यस पछाडि फेरि हामी रिटर्न ब्याक सेम होटलमा आयौँ। अनि हामीले खाना अर्डर गऱ्यौँ नानाको होटलमा। अनि आयो खाना तातो। त्यसपछि तातो खानाहरू खायौँ। एकदम धेरै जाडो कि, यस्तो धेरै जाडो है। अनि खानासाना खाइसक्यौँ आनन्दले। त्यो पछि हाम्रो फुच्ची चाहिँ उसको क्याटसँग खेल्यो एकछिन हो। यहाँ चाहिँ त्यो नानाहरूको घरमा चाहिँ कस्तो राम्रो क्याट क्या। फेरि मेरो बहिनी चाहिँ क्रेजी फ्यान हो क्या क्याट डगरको चाहिँ, त्यही भएर बिरालोले हात खाइदिइरहेको छ। हेर्नु न नाटक यसको। अनि त्यस पछाडि त गाइज हामी अब गाडी चढ्यौँ फर्किनुको लागि। सिन्धुलीको गाडी चढ्यौँ। अब आउनु पनि त पऱ्यो नि होइन। फेरि मेरो चाहिँ रिटर्न टिकट थियो कि, अनि एकदम छिटो आउनु पर्ने भएको भएर गाडी चढ्यौँ। अनि हामी रमाइलो पलहरू उयो गर्दै फर्केर आयौँ। बाटो यस्तो दामी है, सल्लाहको रुखहरू कस्तो दामी। अनि यतिखेर फर्केर आउँदै गर्दा चाहिँ हामीलाई गाइड गर्नुको लागि एकजना दाइ भेटेको थियौँ कि हामीले। त्यहीँको यस्तो रमाइलो खालको दाइ, यति मजाले गफ गर्दै आयौँ होइन। एकदम रमाइलो भयो। त्यस पछाडि हामी आउँदै समथिङ अब सिलगढी छेउतिर आइपुग्यौँ भनौँ न। दार्जिलिङको टुर एकदमै राम्रो भयो, रमाइलो तरिकाले आयौँ, धेरै रमाइलो भयो। गाइस हजुरहरू पनि जानु होला, भिजिट गर्नु होला। एकदम रमाइलो ठाउँ छ, मिस नगर्नु होला। लाइफमा एकचोटि जानै पर्ने ठाउँ भन्न चाहन्छु हजुरहरूलाई पनि।